एकछिन फेसबुक अथवा चाहिँ इन्स्टाग्राम या टिकटकको भिडियोज हेर्न सुरु गर्यो, तर चाहिँ हेर्दाखेरि कति समय गयो आफूलाई थाहा नहुने, अथवा चाहिँ कतिपय अवस्थामा त किन हेरिरहेको छु भनेर भन्ने पनि आफूलाई चाहिँ थाहा हुँदैन भने चाहिँ आजको भिडियो चाहिँ त्यही रिलेटेड छ है त। नमस्ते, मेरो नाम डाक्टर सुन्दर राणावत, म कन्सल्टेन्ट साइकेट्रिस्ट। आज म कुरा गर्न गइरहेको टपिक हो इन्फाइनाइट स्क्रोल सिन्ड्रोम, अथवा चाहिँ डुमस्टे स्क्रोलिङ, अथवा चाहिँ यसलाई अर्को वर्डमा भन्दाखेरि डोपामिन स्क्रोलिङ भनेर चाहिँ भन्ने गर्दछौँ। यो चाहिँ के भन्दाखेरि खास के हो त यो इन्फाइनाइट स्क्रोल सिन्ड्रोम भनेर भन्दाखेरि यो चाहिँ एकदमै माइन्डलेस र एकदम कम्पल्सिभ यो स्क्रोलिङ बिहेभियर, जसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अरू कामबाट चाहिँ तपाईँ चाहिँ अरू काममा तपाईँले ध्यान दिन सकिराख्नु भएको छैन भनेर भने चाहिँ त्यसलाई चाहिँ एउटा ब्रोड टर्ममा भन्दाखेरि इन्फाइनाइट स्क्रोल सिन्ड्रोम भनेर चाहिँ भन्ने गर्दछौँ। यो किन हुन्छ त इन्फाइनाइट स्क्रोल सिन्ड्रोम भनेर भन्दाखेरि चाहिँ हाम्रो ब्रेनमा चाहिँ एउटा केमिकल हुन्छ जसलाई चाहिँ भन्छौँ हामीले डोपामिन। र डोपामिन चाहिँ केसँग रिलेटेड हुन्छ भन्दा रिवार्डसँग रिलेटेड हुन्छ। एउटा सामान्य अर्थमा यसलाई बुझाउँदाखेरि चाहिँ उदाहरणसहित बुझाउँदाखेरि चाहिँ जस्तो तपाईँले चाहिँ एउटा केही खानेकुरा खानुभयो, त्यो तपाईँलाई मन पऱ्यो भने चाहिँ त्यो चाहिँ एउटा रिवार्ड भयो तपाईँलाई भने त्यति बेला चाहिँ हाम्रो ब्रेनमा रिलिज हुने भनेको डोपामिन हो। र त्यही रिवार्डले गर्दाखेरि तपाईँ फेरि पनि त्यही खानेकुरा खान खोज्नुहुन्छ, जसले गर्दाखेरि तपाईँलाई चाहिँ त्यो मन परिरहेको छ, त्यो डोपामिन रिलिज भइरहेको छ है त। सो त्यस्तै नै हो यो इन्फाइनाइट स्क्रोल सिन्ड्रोममा चाहिँ। जस्तो तपाईँले कुनै एउटा भिडियो हेर्नुभयो, त्यो भिडियो हेर्दाखेरि तपाईँलाई चाहिँ त्यो मन पऱ्यो भने चाहिँ तपाईँले फेरि अर्को चाहिँ स्क्रोल गर्नुहुन्छ भने चाहिँ त्यसले गर्दाखेरि डोपामिन रिलिज भइरहेछ। फेरि अर्को गर्नुहुन्छ, त्यसले गर्दा थोरै डोपामिन रिलिज हुन्छ। फेरि त्यो गर्दा 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 यो स्पाइक्स अफ डोपामिन चाहिँ कन्टिन्युसली रिलिज भइरहेको छ, जसले गर्दा तपाईँको ब्रेनलाई चाहिँ त्यसले चाहिँ रिवार्ड पाइरहेछ, जसले गर्दाखेरि त्यो चाहिँ इन्डलेस एउटा साइकल जस्तो चाहिँ एउटा लुपमा चाहिँ चलिरहेको छ, जसले गर्दाखेरि यु डोन्ट नो वेन टु स्टप। अब कति बेला स्टप गर्ने भन्ने कुरा ब्रेनलाई थाहै हुँदैन, किन भन्दा ब्रेनले रिवार्ड पाएको पाइछ हो। यही कारणले गर्दा हुन्छ इन्फाइनाइट स्क्रोल सिन्ड्रोम। र अघि भने जस्तै हाम्रो ब्रेनलाई चाहिँ रिवार्ड पाएको भएर चाहिँ यसले चाहिँ स्टप गर्न चाहिँ स्टपिङ मेकानिजम चाहिँ गर्न सक्दैन, भनेको स्टप मेकानिजम चाहिँ यसले एक्टिभेट गर्न चाहिँ सक्दैन। अब यसको के अरे बेफाइदा अथवा चाहिँ यसले गर्दा हार्मफुल इफेक्ट चाहिँ के हुन्छ त, यसको इफेक्ट चाहिँ के हुन्छ भनेर भन्दा यसको मेजर इफेक्ट भनेको चाहिँ मेन्टल हेल्थमा पर्छ। जस्तै यसले गर्दाखेरि एङ्जाइटी बढाउने, डिप्रेसन बढाउने, स्लिप डिप्राइभेसनहरू गराउने, अथवा चाहिँ पर्सनल केयरहरू गर्न नसकिने, इरिटेबिलिटी एकदमै बेसी बढ्ने, र कतिपय अवस्थामा चाहिँ यो बढ्दै गइसकेपछि यसले चाहिँ इन्टरनेट एडिक्सनसम्म पनि लिएर आउनसक्छ। जस्तै यो भनेको चाहिँ सिमिलर टु अरू लागु औषध जस्तै रक्सी, चुरोट, कोकेनहरू जुन भनेर भन्छौँ हामीले, त्यस्तै लागु औषधको जुन लत लाग्छ त्यस्तै इन्टरनेटको पनि लत लाग्ने चाहिँ हुन्छ, जसलाई चाहिँ भन्छौँ हामीले इन्टरनेट एडिक्सन, जसको बारेमा चाहिँ हामी सब्सिक्वेन्ट भिडियोजहरूमा चाहिँ कुरा गर्नेछौँ है त। हस्, थ्याङ्क यू फर लिसनिङ, हेभ अ गुड डे।